यदि देश बचाउने हो भने यी भ्रष्टले त्यति सजिलै शासन सत्ता छोड्नेवाला छैनन् जसरी राजाले छोडेका थिए। कि त जनताले छिटो गर्ने हो भने पुनः सशस्त्र आन्दोलन गर्नुपर्छ, कि त ढिलो गर्ने हो भने जनमत सङ्ग्रह गरी भ्रष्टलाई मत नदिनुपर्छ। यी दुई विकल्प अनिवार्य गर्नै पर्छ, अन्यथा यो भेडाको तालले न देश रहन सक्छ न जनता। नेपाली जनता सुखी सम्पन्न हुन नै सक्छन्। 35 वर्षदेखि हेरियो यी भ्रष्टको चर्तीकला व्यवहार शैली देखिएन। रतिभर सुशासन कायम हुने, विकास हुने, झन जनताको टाउकोमा ऋणको बोझ थुपार्दै दिन प्रतिदिन आफू आफ्ना समर्थकको जीवनशैली पातालबाट आकाशको उचाइमा पुर्याउँदैछन्। जनताको जीवनस्तर जर्जर भई खस्कँदो र बिग्रँदो छ। तहार सम्पूर्ण न्यायप्रेमी नेपाली प्रेमी, विकास प्रेमी, राष्ट्रवादीहरू जाति, लिङ्ग, भाषा, वर्ग, पार्टी, स्वार्थबाट माथि उठेर केवल नेपाली बनेर अन्य अत्याचार, शोषण, दमन, घुसपैठ र भ्रष्टाचारका विरुद्धमा लामबद्ध भई एकाकार हुन र देश निर्माणको लागि जुट्न आवश्यक छ।